हाम्रो म्याथ सर अति नै मेहनती र लगनशील हुनुहुन्थ्यो। उहाँ जस्तो सुकै परिस्थितिमा पनि क्लास लिएरै छोड्नुहुन्थ्यो। तर आज उहाँ एक्सिडेन्ट भएर अस्पतालको आइसियुमा हुनुहुन्छ। हजुर ओहो स्टुडेन्ट्स साइलेन्स प्लिज साइलेन्स। म्याथ सर आइसियुमै भए पनि अन्तिम क्लास लिएर मात्रै मर्ने इच्छा जाहेर गर्नु भएको छ। आज हामी भेक्टर भन्ने च्याप्टर कम्प्लिट गर्छौँ है। के भेक्टर भन्ने च्याप्टर पढ्छ।